सुरु हुन्छ एउटा सानो गाउँबाट, जहाँ दुई मन बिस्तारै एकअर्कामा हराउन थाले। धेरै समयसम्म उनीहरूले प्रेम गरे, तर कहिल्यै भेट्न पाएनन्। उनीहरूको संसार भनेको फोनका कुरा र सन्देश मात्रै थियो। एक दिन केटा विदेश जान्छ, छिट्टै फर्किन्छु भनेर बाचा गर्दै। तर समय बित्दै जान्छ, 6 वर्ष, 7 वर्ष, तर पनि उनीहरूको माया उस्तै रहन्छ। पछि केटी पनि विदेश जान्छ, झन टाढा भए पनि उनीहरूको कुरा रोकिन्न। वर्षौंपछि केटी नेपाल फर्किन्छ, तर केटा अझै विदेशमै हुन्छ। त्यसपछि जीवनले एउटा मोड लिन्छ। केटीको बिहे हुन्छ, उनी अहिले 2 बच्चाकी आमा भइसक्छिन्, तर उनको मनभित्र त्यो पुरानो माया अझै जिउँदो हुन्छ। केटा भने अझै एक्लै छ, उसले अरू कसैलाई रोजेन। कहिलेकाहीँ ऊ आफ्नो युट्युब र सामाजिक सञ्जालमा फोटो हाल्छ, सायद उसले हेर्ली भनेर, तर कुनै प्रतिक्रिया आउँदैन, न कुनै सन्देश, न कुनै जवाफ, केवल मौनता। उनीहरूको माया अधुरो रह्यो, तर कहिल्यै सकिएन। केही मायासँगै बाँच्नका लागि हुँदैनन्, ती केवल सम्झनामा बाँच्नका लागि हुन्छन्।